Ostrich Nepal. के हो यस्तो? Looks like hay. के हो त्यो? Ostrich. खै. No. ए I see it. टन्नै रहेछ इमुहरु पनि रहेछ ओ कति धेरै बाफ रे बाफ What do they do? अन्डा पनि दिन्छ हैन इमुहरु पनि कस्तो ठुलो नेपालमा मैले पहिलोपल्टी कसरी भन्छ This is the first time I'm seeing an ostrich in Nepal. कस्तो लामो पहिलोपल्ट I think. नेपालमा मैले पहिलोपल्ट ostrich देखेको. Me too. कस्तो ठुलो ए उसले खाना खोजिरहेछ Apparently these are real mean there. हो एकदम अब्बुई केज भत्काउन खोजिरहेको क्या हो यिनीहरूलाई गर्मी हुँदैन क्या यति फेदर छ होला नि अर्को आयो टन्नै आयो क्युरियस भएर Oh, wow. के हो त्यो Capture it. Hoggira. Nice. Nat Geo moment. Nat Take Geo. shit. यत्तरीका यिनीहरू के खान्छ होला है सबै एम्टी छ कति धेरै अस्ट्रिच बाफ रे बाफ के खाइरहेछ तिनीहरूले त्यही त Hello little birdies बिचरा You see the skin? तिमीहरू त trapped Look at this. Oh के हो त्यो feather नै छैन त These are all feathers. The environment अलि भन जस्तो हामीलाई अलिक गाइड चाहियो I think it's too hot. अफ्रिकामा पाइरा हुन्छ अस्ट्रिच बिचरा त्यसको त सनबर्न भयो के भयो त्यो सबै छाला नि छिसक्यो तिनीहरुको pretty sad. हेर न उसको त छाला त्यो फेदर नै छैन तर फेरि उसलाई कस्तो गर्मी पनि हुन्छ शेड गर्छ कि क्या feathers खै Be careful है यिनीहरुले फेरि खाइदिन्छ यो ostrich को थियो नि नमस्ते तीन किसिमको सेपरेट हाले हो कि एउटाको सुरुमा त बच्चा जस्तो थियो हैन अनि सो इनिशियलको यताको बच्चै हो हजुर अनि त्यसपछि चाहिँ बेसिकली एउटा प्यारेन्ट्स हुन्छ प्यारेन्ट्स बर्ड हैन उनीहरु चाहिँ अन्डाको लागि मात्र ह्याचिङ गर्नको लागि मात्र हुन्छ सो द मिडल वान कुन चाहिँ त्यो ह्याचिङको लागि मात्र यता पछाडिको यता एन्डतिरको लास्टको ओके त्यसपछि गएर कमर्सियल बर्ड्स हुन्छ त्यसलाई चाहिँ अब काट्ने मासुको लागि यताउताको लागि युज हुन्छ त्यो चाहिँ अनि अब यहाँ सानो सानोहरू चाहिँ चल्ला भयो अनि इमु पनि छ ओ नो वन्डर इमु जस्तो देखिरहेको इमु पनि छ त्यो चाहिँ इमु कसरी आउँछ यो अस्ट्रिचमा हुनै सक्दैन भने हो रहेछ इमु पनि छ हजुर सो मेन युज चाहिँ मासुको लागि के को अस्ट्रिचको चाहिँ मासुको लागि मासुको लागि हो मेन एन्ड व्हाट डु डु विथ द स्किन छाला चाहिँ के गर्छ स्किन हामी अहिले प्रिजर्भ गरेर राखिरहेको छ अब यहाँ हामीले प्रोसेस गर्न ट्राई गर्यो सक्सेस चाहिँ भएको छैन विराटनगर कि बेलगन्ज त्यहाँ पनि लगेर ट्राई गर्यो त्यहाँ पनि स्याम्पलसम्म भयो तर प्रपरली भएन होइन बाहिर एक्सपोर्ट गर्न अब गाह्रै छ मिल्दैन बायोलोजिकल चिज हुन्छ फाइटर सर्टिफिकेट यताउता सबै चिज चाहिन्छ अनि प्रपर ट्यानरीहरू गरेर अनि एक्सपोर्ट गर्न मिल्दैन त प्रोसेस गरेर मिल्छ तर अब प्रोसेस नै भएन छैन हजुर प्रोसेस सबै पुगेन ए प्रिजर्भ चाहिँ गरेर राखिरहेको छ
कसरी प्रिजर्भ हुन्छ त नि सल्टमा ए ओके ए सर अनि ड्राई सल्ट एन्ड ड्राई सल्टमा Salt, अनि right. हजुरको त्यही अब कोल्ड हाउसमा सल्टसँग ए, सल्ट okay. स्ट्याक गरेर ड्राई गरेको छैन हजुर अनि अन्डाहरू चाहिँ कतिवटा दिन्छ अस्ट्रिचले मलाई कस्तो? चाहिँ त्यस्तै अस्ट्रिचको त्यस्तो थाहा छैन म हजुर। चाहिँ एउटा मसरुम दिनुको होइन खासमा अस्ट्रिच चाहिँ अन्डा हेर्न पाउँछ त त्यस अन्डाको खोल हेर्न पाउँछ गेटमा गार्दाले देखाइदिन्छ देख्नुहुन्छ ए हजुर अनि त्यो एक्चुअल अन्डा चाहिँ नि अब त्यो बेच्छ कि गर्छ कि एक्चुअल अन्डा सबै होइन, बेबी नै होइन। बनाउँछ सबै त्यस्तो हुँदैन सबै फर्टाइल एग पनि हुँदैन इन्फर्टाइल एग पनि हुन्छ होइन सिजनल हुन्छ अन्डा चाहिँ उनीहरूको वर्षमा 2टा सिजन हुन्छ अराउन्ड 1 month 45 days जस्तोको सिजन हुन्छ त्यतिखेर मात्र अन्डा पार्छ एउटा सिजनमा अराउन्ड पार्छ 10-12वटा 15-20वटा जस्तो पार्छ एउटा फिमेलले अहिले सिजन होइन अहिले चाहिँ सिजन होइन आई थिङ्क लगभग मनसुन प्री मनसुन जस्तो 1-2 महिनापछि हुन्छ होला ए। एकचोटि चाहिँ अनि फेरि मङ्सिरतिर हुन्छ जस्तो लाग्यो यो अस्ट्रिच चाहिँ कहाँबाट नेपालमै पाउँछ अस्ट्रिच ओरिजिनल पाउँदैन बाहिरबाट बाहिरबाट कहाँ लोकल यिनीहरूको हेबिटेट छ यिनीहरू एफ्रिकन हो अफ्रिकन हो हजुर। ए हामीले लिएर आउनु चाहिँ अस्ट्रेलियाबाट लिएर आयो हजुर अस्ट्रेलियाको फार्मबाट तर ओरिजिन चाहिँ ओरिजिन चाहिँ अस्ट्रेलियाको नि इमु हो अस्ट्रिच चाहिँ अस्ट्रिच चाहिँ ए त्यसदेखि भए पनि अलिकति भयो नि त्यो के अनि अब यो यसरी skin, हेर्दाखेरि के बुझे त्यो फेदरहरू चाहिँ धेरैले सेड गरेको छ त्यो तिनीहरूको सेडिङ सिजन हो कि यिनीहरूले रोग भएको के भएको त्यो उतापट्टिको धेरैको त्यो थिएन न्युट्रिसन डिफिसियन्सी हो जस्तो लाग्छ त्यही त किनभने धेरैको त बिचरा त्यो कस्तो माया लाग्दो छ उता साइडको चाहिँ अनि यस्तो घाम पनि छ कसरी सर्भाइभ गर्छ नि यस्तो घाम अफ्रिकाको हो भनेपछि त त्यही त त्यहाँ त झन् घाम हुन्छ हामीलाई माया लागेको तर होइन त्यही त स्किनको चाहिँ कुन कुन चाहिँ राम्रै छ हेल्दी कुन कुन चाहिँ त्यस्तो भएकोले हजुर सेड गर्ने हो कि सोधेको मैले होइन त्यसो भए सेड नि गर्छ गर्न चाहिँ तर अब त्यस्तरी चाहिँ गर्दैन। त्यो चाहिँ केही न्युट्रिएन्ट त्यही डिफिसियन्सी त।